हेलो सबैजना नमस्कार। आज गाउँले चलनमा सबैजनालाई आज चाहिँ हामी हजुरको आज चाहिँ खत्रै भलक ल्याउँदैछु। दामी भलक गाईजहरू सबैजना गाईजहरू अब चाहिँ सुन्तलाको भलक हुनु होला। आज हामी सुन्तलाको भलक लिएर आउँछौँ। सुन्तला देखाइनु गइरहेको छौँ। सबैजना सुन्तला हेर्नु होला। चाहिँ पाकेको छ अहिले चाहिँ। अहिले हाम्रो चाहिँ हुग्दी गाउँमा प्यारो हुग्दी गाउँमा सबैजनाको च्यानलमा सबैजना स्वागत छ। आज प्यारो हुग्दी गाउँमा चाहिँ अब फेरि नयाँ भलक ल्याउँदैछ। हेर्दै गर्नु होला सबैजनाको हुँदै। यताको दृश्य हजुरलाई देखाउन अब उताको सुन्तला पनि देखाउँछु। अब देखाउँदै गर्नु मात्रै ल। अब यता हेर्न सक्नुहुन्छ हजुरको यी अब चाहिँ यस्तरी हेर्न सक्नुभयो। यता पनि छौँ यस्तरी उताको पनि दृश्यहरू। यहाँ चाहिँ बाख्राले घाँस खाइरहेछ। बाख्राले यो बुढी बाख्रा हो। यो दुईटा बच्चा पाएको छ यसले। तल्ल परेर हेरेछ गाइजहरू। हेर्नु त गाइज बोक्का हो बोक्का। हान्न बोक्का हो लड्छ ऊ हान्न बोक्काको। हेर्नु त गाइजहरू यसरी कस्तो लड्छ यो। जुत्छ चाहिँ ऊ हे त यो हान्न आउँछ। यति लिएर लेखेर लडेको जुत्छ। यस्तो झक्की छ। हान त यता हेर्न सक्नुहुन्छ यस्तरी गाईजहरू। यता हेर्नु त ओहो सुन्तला लच्छै फलेको हाम्रो गाउँको सुन्तला। मेरो टाउका पनि लाग्छ है। यो टाउका पनि लाउँदो रहेछ। ओहो ए टाउका बेखेरि हान्यो सुन्तलाले। टोपी पनि झर्न लाग्यो। टोपी यहाँ फेरि खत्तै झर्न लाग्यो। यहाँ खत्तै झरेर टोपी पनि यसरी लाग्यो। के नि गाह्रो छ यस्तो टोपी लाउन पनि। हजुर हेर्न सक्नुहुन्छ यसरी टोपी पनि झऱ्यो। सुन्तला लाकललाई छ यसरी के अनि बर्बाद छ यसरी सुन्तलालाई। टोपा लाकलाई छ टोपी लगाएको छ सुन्तलाले। सेकै छ। अब यताको सुन्तला नि हेर्नु होला है। यस्तरी हाम्रो मामाहरूको धक्क लाएर यस्तरी चाहिँ सुन्तलाको यो चाहिँ यो हेर्न सक्नुभयो हजुरले है। टोपियाँ लगाएकोलाई छ। टोपियाँ कतै सुन्तला नै हान्छ। यतै हाम्रो मामाहरूको गोठहरू घरहरूको सबै देख्नुभयो। यता चाहिँ भन्नु त हामीले नम्बर पनि छोडिदिन्छौँ। हामी सुन्तला चाहिँ अब किलोको भागमा बेच्ने भनिरहेको छौँ। अब पाए पुरै बेचिदिने भनेको छौँ हामीले चाहिँ। यस्तरी हजुर देखेर यता पनि सुन्तला उता पनि सुन्तलै छन्। सुन्तलाको घारी पुरै सुन्तला घारी हो यो। हाम्रो स्याङ्जामा सुन्तला हेर्न सक्नुहुन्छ कति छन् सुन्तला। खानी आउनु किलोको भावमा बेच्ने। किन्दा नि अलिअलि किन्दा नि फ्रीमा पाइन्छ। यसले पनि हानेको छ मलाई। यसरी हान्छ ए ट्वाङ ट्वाङ सुन्तलाले टोपी नै झन्नै च्यातेन गाइस। अब के हान्ने यस्तो टोपी नच्यातेपछि। उताको यस्तो यो पाक्न लगाएको सुन्तला हेर्नु है। ए हेर्नु त यस्तो पाकेछ। यसरी पाक्दैछ सुन्तलाहरू। लच्छै त दुईटा बाँगाहरू छन्। यहाँ टोपी पनि धन्नै खसेन। दुईटा छन् गफला आइरहन्। यस्तरी सुन्तला भएछन्। यी सुन्तला कति ठुल्ठुला छन्। यो सुन्तला पनि लच्छै फलेछ। यताको लच्छै कान्छा दाइले देखाउँछु। कान्छा दाइलाई ल यहाँ गुमाको बाबा हेलो भन्नु त मामा। हेलो खै हात हल्लाउनु न ल। हेलो ल यता हेर्न सक्नुभयो। यताको पनि छन् यता सुन्तलाहरू। ल फेरि यताको हेर्नुभयो। यस्तरी अब यताको दृश्यहरू सबै हेर्न सक्नुभयो सुन्तला खाजीमा। ल अब फेरि अर्को भलकमा भेट्छौँ। अहिले धन्यवाद। जय नेपाल भन्न चाहन्छु। थ्याङ्क यू। छुट्याउनु होला सबैजना कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।